हेलो नमस्ते सबैजनालाई। आज म यो लोबेट देखाउन गइरहेको छु। लोबेट कसरी पालिस हुन्छ भन्ने कुरामा हैन। अनि त्यही भएर चाहिँ म तपाईहरुलाई फटाफट ढिला नगरिकन चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु। किनभने यो काम गर्दैछ हैन, यस्तो देखाउन मिल्दैन। अनि त्यही भएर म चाहिँ अब एक ठाउँ सेपरेट जग्गामा फोन लुकाउँदै म चाहिँ बनाइरहेको छु हैन। अनि त्यही भएर चाहिँ साह्रै गाह्रो पनि हुन्छ है बनाउन। यो पुरै फुल भिडियो पनि बनाउन पाइएको छैन अहिलेसम्म हैन। यति काम गर्दै पनि छु म, तर देखाउँदै छु, तर आज होला जस्तो त छैन। अनि हेर्नुस्, अनि यो भइरहेको छ हैन। अब यो सकभर यो भोलि चाहिँ हुन्छ होला। हेर्नु अहिले चाहिँ यस्तो फाइनली अहिले यति म बनाउँदै सर्ट भिडियो बनाउँदै राख्दै गरेको छु हैन। किन अहिले सर्टेज हुन्छ हेर्नु। अब फेरि अब यो चाहिँ पालिस हो हैन। यो चाहिँ अस्त्र लगाउँदैछ किनकि किराहरू नलागोस् भनेर योमा यसरी नै गरिन्छ है। सबमा प्रत्येकमा एकदम राम्रो भरपर्दो बलियो बनाउने तर्फ लाग्छ है म चाहिँ है जहिले पनि। अनि त्यही भएर हेर्नुस् है। अनि राम्रो तरिकाले हामी चाहिँ तलैबाट माथिसम्म पुरा राम्रोसँग लगाउँछ। अनि त्यस पछाडि यसलाई चाहिँ अब आज राम्रोसँग अब सुक्यो कि भनेर मैले चाहिँ यसो हेरेर आउँदैछु हैन। तर अहिले पनि सुकेको छैन। अब फेरि अब भित्र जानुपर्ने भयो काम गर्नलाई। अनि भित्र पनि अब 20-25 हजारका कुर्सी टेबलहरू घोट्नु छ। अनि हेर्नुस् है, अब म फेरि मेरो ध्यान फेरि के छ, मैले अब हजुरहरूलाई यही लोबेट नै मैले देखाउनु पर्छ भन्ने मलाई जहाँसम्म लागिरहेको थियो। अनि खासमा अब त्यो लोबेट पनि तयार पनि भएन। अनि त्यस पछाडि हेर्नुस् है, कोही कता लाग्नु भएको छ, कोही कता लाग्नु भएको छ हैन। काममा आफ्नो काममा हैन 20-25 हजारका हो नि चाहिँ हैन। इनमा चाहिँ माथिबाट सिसा लाग्छ हेर्नुस्। अनि त्यही भएर अहिले चाहिँ म यति गर्दा हेर्नु म पनि अहिले घोटेर यतिसम्म पुर्याइसकेको छु हैन। म पनि हेर्नु म यस्तो खालकोमा छु। म अहिले 20 हजारकोमा पुगिरहेको छु। अनि हेर्नुस् है, अब बाहिरतिर देखाउनु पर्दा बाहिर अँध्रो भइसक्यो, काम पनि अब बन्द हुने बेला भइसक्यो हैन। अब सबै सामानहरू भित्र राख्ने बेला भइसक्यो, अहिलेसम्म भएको छैन, यो सुकेको छैन। टाइम धेरै लाग्छ हजुर, मेहनत गर्नुपर्छ, के गर्ने, गाह्रो छ हो। थ्याङ्क यू भन्दै अब अहिले सब्स्क्राइब थ्याङ्क यू गर्नु होला तपाईहरु।